सभामुख महोदय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा 10 अर्ब भन्दा बढीको अनियमितता भएको विषय बाहिर आएको छ। शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन्। सहकारी पीडितहरूले बचत फिर्ता पाएका छैनन्। एकजना योग्य र परिणाममुखी नेतृत्वकर्ता जसले 18 घण्टासम्मको लोड सेडिङ अन्त्य गरी देशलाई उज्यालो पारे, उही व्यक्ति सरकारको निशानामा पर्यो। यसरी हेर्दा परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानी छानी अवरोध गर्ने प्रवृत्ति देखियो। पटक पटक सरकारमा गएका, सरकारको नेतृत्व सम्हालेका दलहरू यहीँ भएकोले कसले कति जिम्मेवारी लिएका थिए पक्कै सम्झना होला। छैन भने मैले डाटा पनि ल्याएको छु। अब भन्नुहोस्, समीक्षा, सुधार र सम्बोधनको अग्रसरता कसले लिनुपर्ने हो? हाम्रो संविधानले कसैको आगमन वा बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरिदिएकै छ। त्यसको प्रयोग गरेर जनमत मार्फत जो पनि शासन सत्तामा आऊ जाऊ गर्न सक्छन्। यो भन्दा अर्को बाटो कसैले सोचेको छ र त्यसमा जबरजस्तीको प्रयास भयो भने मुलुक फेरि द्वन्द्व उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ। अहिलेको मूल एजेन्डा रूपान्तरणका बाधक, परिवर्तनका अवरोधक र विकृतिका कारकहरूको अन्त्य हो। सुधारको सुरुवात संविधानमा रहेका कमजोरी सच्याएर गर्नुपर्छ। तर संविधान संशोधनका लागि सरकार बनाएका हौं भन्नेहरू चुप छन्। हिजोका राजनीतिक, शासकीय र व्यवस्थापकीय कमजोरीको गम्भीर सामूहिक समीक्षा गर्नुपर्ने बेला छ। नागरिकहरूको असन्तुष्टिको आकार र मात्रा केलाएर तत्काल हुन सक्ने सुधारमा केन्द्रित हुनुपर्ने छ। तर यसबारे न संसदमा छलफल हुन्छ न संसद बाहिर छलफल गर्ने भनिएको फोरममा सार्वजनिक खपतका लागि नेम प्लेट प्रदर्शन गरिन्छ, तर हामीलाई बोलाइँदैन। छलफलको वातावरण बनाउनु पर्ने सरकार संख्याको घमण्ड राख्छ। जुन घाम रहउन्जेल आफू मात्रै शासन सत्तामा रहने हो जस्तो ठान्छ। आवाज सुन्दैन, हुर्मत लिन्छ, प्रतिशोध साध्छ। विगतको दोषमा आरोप प्रत्यारोप गरेर भविष्य सुनिश्चित हुन्न। आरोप प्रत्यारोपको निरन्तरताले त हामीलाई झनै पछाडि धकेल्छ। त्यसैले इतिहासको पाठबाट सिक्दै समुन्नत भविष्यका लागि हामी राजनीतिक दलहरूले यथार्थ स्वीकारेर जनविश्वास आर्जन गर्ने योजना तय गर्नुपर्छ। आउनुहोस्, खुला हृदयले छलफल गरौँ। सम्माननीय सभामुख महोदय, यो बैठकमा मैले हाम्रो सभापति रवि लामिछाने माथि साधिएको राजनीतिक प्रतिशोधलाई दर्ज गराउनै पर्छ। संसदीय छानबिन विशेष समितिको निष्कर्ष र सिफारिस विपरीत उहाँलाई चारवटा जिल्लामा फरक फरक कानुन टेकेर फौजदारी मुद्दा लगाइयो। चितवनका जनताले, मतदाताले अगाध विश्वासका साथ सुम्पिएको जिम्मेवारी निर्वाह गर्न नपाओस् भनेरै होला सम्पत्ति शुद्धिकरणको अभियोग समेत लगाएर उहाँको सांसद पद निलम्बन गरियो। लोकतान्त्रिक राज्यले थुना बाहिरै रहेर नागरिकलाई मुद्दाको प्रतिरक्षा गर्ने वातावरण प्रोत्साहित गर्नुपर्ने हो। तर सरकार उहाँलाई भने जसरी पनि थुन्ने उद्देश्यमा लाग्यो। चैत 22 गते प्रहरीले सभापति रवि लामिछानेलाई गरेको पक्राउ कानुनको उचित प्रक्रिया ड्यू प्रोसेस अफ ल विपरीत रहेको र पक्राउ पर्नुभएका लामिछानेलाई 25 गते मात्र जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिएकाले उहाँको 2 दिन 3 रातको हिरासत बसाई स्वत अवैध भएको छ। म सक्छु सामान्य सभामुख महोदय, सभापति लामिछानेलाई पक्राउ गर्न आफै सक्रिय भएको प्रहरीले उहाँको निवासमा गरेका क्रियाकलाप झनै आपत्तिजनक थियो। कानुनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेश समेत नलिई घर प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै ढिला गरी पक्राउ पुर्जी दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै अन्तिम इच्छा सोध्नु जस्ता क्रियाकलापले सरकारको नियत र प्रहरीको गैर व्यावसायिकता मात्रै प्रस्ट्याएको छैन, कानुनी शासनकै धज्जी उडाएको छ। हामीमाथि प्रतिशोध र नियतवश आक्रमण भएकाले यस्तो बेला हाम्रो अलिकति आक्रामकता स्वाभाविक पनि हुन्छ। यसको हिसाब किताब 84 मा गरौँला।